गाइज आजको चाहिँ मेरो ब्रेकफास्ट अब के भन्नु होइन, दिउँसोको नास्ता जस्तै हो। कति रेस्टुरेन्टमा खानु होइन, सधैँ अब हुन्छ नि लाइक हामी धेरै अब विकको होइन यत्रो लामो हुन्छ होइन, 4 दिन काम गरिन्छ विकमा। अनि कस्तो हुन्छ भन्दाखेरि खालि त्यहाँको खाना ल्याउने खाने हुन्छ, रुममा प्रायः बनाएर खाइन्न कि। अनि त्यहाँको खाना फेरि राम्रो हुन्न खासै। त्यही भएर म चाहिँ जति सक्दो होइन रुममा बनाएर चाहिँ खान्छु। तर के हुन्छ भन्दाखेरि रुममा बनाउँदा अनि दामी त दामी हुन्छ अरू रेस्टुरेन्टको भन्दा। अनि तर आज मलाई चाहिँ होइन हरियो खानु मन लाग्यो अनि टक्क मैले यो ल्याएर होइन आज चाहिँ हुन्छ नि अब हेल्दी खाऊँ भनेर हेल्दीको टाइपको चाहिँ भइरहेछ यो छ। यस्तो खाने होइन। फिक्रो मिठो हुने चाहिँ होइन र ओ माय गॉड मैले त्यो चक्लेट राखेको थिएँ, डार्क चक्लेट पुरा गएछ भने के भयो भने मेरो यो डेस्क यो हिटरसँग जोड्या अनि अट्याच भयो नि हिटले पुरा पग्लेछ त। मिक्स म्याक्स छ क्या। ओके गाइज खानै पर्यो होइन। दामी छ तर मैले एउटा चुज ल्याउनु भोल्यो सायद उसको चुट्नी ल्याउनु पर्ने रहेछ, अनियन चुट्नी, तर ल्याउनु भुलेछु। अब यो चाहिँ एभोकाडो हानिदिन्छु। मलाई एभोकाडो चाहिँ यस्तो मनपर्छ नि होइन। मेरो अलमोस्ट तर मैले होइन धेरै किन्ने भनेको चाहिँ एभोकाडो अनि ब्ल्याकबेरी अरू चाहिँ के हान्छु मैले धेरै चाहिँ यो दुइटा किन्ने भनेको। अनि त्यसपछि प्रायः चाहिँ म्याङ्गो पनि किनेर आउँछु। एप्पल चाहिँ पहिला पहिला किन्थेँ होइन, अहिले चाहिँ त्यही जहाँ काम गर्छु त्यहाँ चाहिँ एप्पल एकदम राखेको हुन्छ, एप्पल ओरेन्जहरू त्यहाँ खाइन्छ, त्यसरी किन्दैन खासै। यसचोटिको चाहिँ सानो परेछ क्या। बबाल मिठो लाग्छ हौ मलाई। लास्ट मेरो छ यो स्याले चाहिँ खै हरियो यस्तो अलि त्यो हुन्छ नि, यो खास हाम्रो नेपालतिर होइन, यो बारीतिर यो झारपात जस्तै हो क्या जस्तो लाग्छ होइन मलाई। त्यस्तो टेस्ट चाहिँ त्यस्तै छ क्या, यस्तो पिरो पिरो टाइपको छ क्या। ठिक छ। Okay,